तो हल्लो साथीहरु के छ आज बिहान बिहानै उठेर चाहिँ म यता भाउजूको घाँस झार्दिन आएको के घाँस झार्दिनु पर्यो भन्दै हुनुहुन्थ्यो हिजो बेलुकातिर अनि घाँस झार्दिन है घाँस झारिसकेपछि यता अनि दिउँसोखेरि गोठ बनाउनु पर्ने काम थियो अनि सानो चल्लाहरूलाई गोठ बनाएर यता यो दाना पानी दिन लागेको चल्लाहरूलाई दाना पानी ट्याक्क दिएर दाना पानी दिइसकेपछि आज खसी काट्ने भन्ने रहेछ क्या मास्तिर दाइहरूको घर मास्तिर अनि आएर ट्याक्क यता खसी निकाट्यो खसीलाई हुताल्यो नि हुतालेर यता ट्याक्क बनायो अनि म चाहिँ टाउको र खुट्टा पोल्न लागेँ है त टाउको खुट्टा पोलेर अनि राति चाहिँ सबै भाग लाउँदा राति परिसक्यो त अनि म घर नि आइसकेको थिएँ है त मासु लिएर अनि यता दाजुको घर चाहिँ यता मस्त सुकुटी बनाउन लागेका रहेछन् क्या यता माथि राखेर यस्तो बबाल तरिकाले सुकुटी बनाएको देख्न सक्नुहुन्छ है त यो चाहिँ आगोको रापले सबै सेकिन्छ अनि सुकुटी बन्छ आजको लागि यति नै भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त अनि कपी लिंक पनि गर्नु होला भिडियोलाई शेयर पनि गर्नु होला है सक्दो शेयर पनि गर्नु होला